तराईमा धेरै गर्मी बढेर यसो हर्कटेसम्म चिसो खान शीतल ताप्न यहाँ आइपुगेका छौँ। आज हामी अब हर्कटेबाट फर्किँदैछौँ। यहाँको मौसम अचम्म लाग्दो छ। तलबाट पसिना पुष्पै माथि चढेको यहाँ आउँदा ठुलो ज्याकेट लाउनु पर्ने जस्तो छ। तराईमा बसुन्जेल सम्झिँदा ज्याकेट भनेर सम्झिँदा पनि गर्मी हुने, तर यहाँ आइपुगिसक्दा सबै कुहिरोले ढाकेको र यो सब्जी बजार हर्कटेको सब्जी बजार। यो सब्जी बजारबाट हामी फेरि अब आफ्नो घरतिर नगई भएको छैन। तलको गर्मी सम्झेर त ओह्रालो झर्नै मन लागेको छैन। यहाँ हेरौँ न मौसम कस्तो छ। यस्तो मौसम चाहिँ प्रकृतिको खेल हेरौँ। 10-20 किलोमिटर तलतिर बसेर नसक्ने छ, यति धेरै गर्मी छ। 40 डिग्रीसम्म पुगेको छ। अब यहीँ 10-15 किलोमिटर माथितिर यस्तो उस्य लागेको छ। बडा शीतल छ। यता घुम्न आउनु होला। यहाँ आनन्द छ। समय मिलाएर छुट्टीका दिन प्रकृतिको अनुपम छटा पनि देख्न पाइन्छ। यहाँ हेर्नु त मौसम आम्मामामामामामामा यस्तो चिसो छ, मुटु घाम छ। यो हर्कटेर कुटीडाँडाको बिचको यो बाटो पढ्दै गरेको ठाउँ। यो बडा न्यानो ठाउँ छ, चिसो ठाउँ पनि छ र घाम पनि मजाले लाग्छ नि। यो भित्तो खोपेर गरेको कुटीडाँडा बनाउको घर र यहाँ माथि पाथिभरा भगवतीको सिँढीबाट जाने ठाउँ र यो कुटीडाँडा बजार हो। यहाँबाट पनि हामी ओह्रालो लाग्यो। जाडो छ धेरै, निकै चिसो छ यहाँ। यहाँबाट टर्निङ घुमेर अब लाग्यो। यस्तो चिसो छ नि यहाँ मौसम। यो हुस्से लागेर राम 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 केही देखिया छैन तलसम्म। बडा आनन्द आउँछ। तराईको गर्मी सम्झिँदा नझर्नु जस्तो छ, तर के गर्ने, एकछिन भए पनि आनन्द लिनुपर्छ। वारी गाउँ, पारी गाउँ, डाँडा, पखेरा, जङ्गल हुस्से हेर्दै हेर्दै ओह्रालो झर्दैछौँ हामी। यो सबै रोङ गाउँपालिका। बडा शीतल ठाउँ, चिसो ठाउँ, रमणीय ठाउँ, हरियाली ठाउँ छ, सबै राम्रो छ। अब हामी आइपुग्यौँ झापा इलाम बोर्डर, सुनमाई जोर कलश। यहाँ आइपुगेपछि अलिअलि पानी छिट्यो हुन थाल्यो। अब पानी छिटिसके पछाडि यहाँ त थोरै छिटिआयो। रेनकोट लगायौँ हामीले। रेनकोट लगाएर हल्का पानी पर्दा पनि यसो भिटी बनाइयो। तर अगाडि गए पछाडि साह्रै ठुलो पानी परेको कारणले हामीले पुरा भिटी खिच्न चाहिँ सकेनौँ। र यो भिडियोबाट हामी यहीँ बिताउन चाहन्छौँ। हजुर कसले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा भन्नुहोला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोला। यतिमै आजको भिडियोबाट हामी बिदा हुन चाहन्छौँ। हजुरहरूको दिन शुभ रहोस्।